सम्पूर्णमा नमस्कार। हामी चाहिँ दोलखा कालिम्पोङ मन्दिर दर्शन गर्न जान लागेको। हामी चाहिँ बिहान उयो गरेपछि पहिलो मन्दिर भिजिट गरेको दोलखा कालिम्पोङ मन्दिर जाँदै थियौँ हामी बिहानै हो यो चाहिँ ट्याक्सी रिजर्भ गरेर। अनि एक बाटोमा देखेको बोटहरू छ धेरै लालीगुराँसको बोटहरू लालीगुराँस चाहिँ खासै थिएन त्यो ठाउँमा कुनै कुनैमा चाहिँ पिङ्क व्हाइट कलरको थियो नत्र पातहरूमा चाहिँ हरियो देखेको थियो। हामी जाँदै थियौँ बाटोमा अनि गुम्बा जस्तो थियो अनि हामी पुरी आइपुग्यौँ अनि हामी दुवैजना एक्साइटेड थियो एकदम यहाँ चाहिँ एकदम चिसो। अनि उध्रै चाहिँ हामी केबल कार चढेर पुग्यौँ अनि यो चाहिँ मन्दिर जान लागेको। यो चाहिँ जाने बाटो एक साइड रहेछ अनि आउने बाटो चाहिँ अर्कोतिर जुन बाटो गएको त्यो बाटो चाहिँ आउने बाटो रहेनछ। एउटा बाटो गएको भने अर्को बाटो चाहिँ फर्किने त्यस्तो रहेछ यहाँ चाहिँ। अनि जाँदै थियौँ उहाँले चाहिँ भिडियो बनाउँदै बसिन्थ्यो क्यामेरा लिसिँदै हातमा म चाहिँ पछाडि अनि घडी हेर्छु टाइम कति भएछ भनेर होला। अनि हामी हिँडिरहेको थियौँ वी आर सो एक्साइटेड। अनि आज यति चाँडै एकैछिनमा हुस्सो लाग्यो अनि एकैछिनमा घाम लाग्यो भने एकदम चाँडै वेदर चेन्ज हुने कि एकदम जाडो भइरहेको थियो मलाई त। अनि अलि उकालो त्यस्तो भएर होला नि हल्का सास फेर्न नि लेक लागेको जस्तो भइरहेको थियो। बिस्तारै बिस्तारै हिँड्दै थियौँ हामी दुवैजना। अनि तिम्रो भिडियो बनाइदिन्छु म भनेर भन्छ अरे म अनि टुकटुक लाएर हिँडिरहेको थिएँ अनि अलिअलि स्माइल दिँदै हल्का गाह्रो नि भइरहेको थियो टुकटुक पारेर हिँडिरहेको थियौँ। आज एकदम हावा नि चल्दो रहेछ फेरि चिसो चिसो मौसम कस्तो राम्रो देख्यो त्यो भ्यूहरू। अनि यो चाहिँ पहिलो मन्दिर जाने बाटोको पहिलो यो बनाएको थियो यहीँबाट जाने हो। अनि चाहिँ मैले दर्शन ढोगेँ मन्दिरमा। अनि चप्पल चाहिँ कहाँ खोल्ने होला भनेर कन्फ्युज भइरहेको थियो म चाहिँ। अनि घन्टी बजाएर अनि पूजाको सामान चाहिँ यति रेडी गरेर जानुपर्छ क्या जस्तो लागेको थियो। यताउतै हेरेँ मैले हामी दुईजना हिँडिरहेको थियौँ। यहाँ चाहिँ खासै अहिले सिजन नभएर होला त्यो टाइममा चाहिँ है मान्छेहरू खासै होइसकेन थियो। अनि पूजाको सामान मिलाउनु पऱ्यो क्या भनेर मैले राखिरहेको थिएँ। अहिले फेरि भिडियो जाँदा देखाउँदै होइसिन्थ्यो। अनि त्यहाँ 2-3 जना आइसक्यो र अनि हाम्रो फोटो खिच्दैछेको दुईजनाको त्यही जाने बाटो वा यसमा मैले यहाँ पूजाको सामान मिलाउँदै थिएँ। उहाँले चाहिँ हिरो भनेर चस्मा पुछेर टक्क लाएर भिडियो बनाउँदै होइसिन्थ्यो। म चाहिँ पूजाको सामानहरू रेडी गर्दै थिएँ। हिरो हो पुरै हिँडेँ हिरो देखियो कि नै भनेर होला नि। अनि हामी पूजा गरेर भ्याएर अनि हिँडेर भिडियो बनाउने भनेर दुईजनाले भिडियो बनायौँ। आज मन्दिर त्यस्तो मन्दिर भनेको चाहिँ होइन चाहिँ यहाँ मन्दिर भगवती माताको अनि त्यस्तो मूर्ति बनाएर त्यही नै पूजा गर्ने रहेछ। त्यो टाइममा त हामी मन्दिर बनाउँदै थियो त्यहाँ अरू के यताउता बनाइरहेको थियो। अनि हामी चाहिँ त्यहाँबाट हल्का मुनि गएपछि यो स्ट्याचु जस्तो रहेछ लभ स्ट्याचु। अनि फर्केर बाटोमा त्यहाँ फोटोसोटो खिचेर भिडियो बनायौँ दुवैजनाले। जाँदा चाहिँ हामी केबल कारमा ग्रुपमा सबैजना ग्रुपमा थियौँ मैले 5-6 जना। आउँदा चाहिँ 2 जना मात्र भइदियो हुन्छ जस्तो लागिरहेको थियो। लास्ट सोचेकै भयो 2 जना मात्रै भयो। भिडियोहरू यताउता बनाएर मजाले बनायौँ। अनि मलाई माया गर्दै होइसिन्थ्यो अनि उहाँको सिङ्गल भिडियो बनाइदिएँ मैले। पछाडि भ्यू कस्तो राम्रो देखिरहेको थियो बढी स्माइल दिएर गाएर 2 जना मात्रै कहिले यता कहिले उता गरिरहेको थियौँ हामी। अनि त्यसपछि यसरी हातले समाएर भिडियो बनाउने भनेर मैले यसरी हात दिएर अनि 2 जनाले यसरी भिडियो बनाएको। मन्दिर पनि दर्शन रमाइलो भयो दर्शन गऱ्यौँ। अनि यो चाहिँ केबल कारबाट ओर्लेपछि यहाँ पनि स्ट्याचु रहेछ त्यहाँ स्ट्याचु गऱ्यौँ। अनि यहाँको चाहिँ खाजा खाएर अनि हामी फर्किनलाई
आएको थिएँ मैले यहाँ यस्तो डाँडा जस्तो रहेछ यहाँ कस्तो राम्रो लागेर फोटोसोटो खिचौँ न त भनेर यस्तो हावा चल्दो रहेछ यहाँ फेरि उडाउला चाहिँ भएको मलाई त कस्तो जाडो भइरहेछ अनि यहाँ फोटोसोटो खिच्यौँ हामी दुईजनाले उहाँले नि खिच्दैछौँ मेरो अनि दुईजना भिडियो बनाएर अनि हामी गरेर अनि हामी फर्क्यौँ दुवैजना गाडीमा